ताप्लेजुङको फुङलिङ बजार जहाँबाट हाम्रो यात्रा सुरु हुन्छ। ताप्लेजुङमा अवस्थित पाथिभरा बहुमुखी क्याम्पसका बीए चौथो वर्षका विद्यार्थीहरू, सोही क्याम्पसका क्याम्पस प्रमुख अनि प्रोफेसरहरू। यात्रा हो दार्जिलिङ, मिरिक अनि श्रीअन्तुको। हाम्रो शैक्षिक भ्रमणको यात्रा यसरी सुरु हुन्छ। पाँचथरको रमणीय क्षेत्रहरूको बाटो पार गर्दै जोरपोखरी हुँदै फिदिम बजार पुग्छौँ। फिदिम सुन्दर तर अत्यन्त धेरै गर्मी। फिदिम छाड्दै पौवा भन्ज्याङ र टाँकेको चिसो हावा खाँदै हामी इलाम पुग्छौँ। इलामको रमणीय चियाबारी हामी अवलोकन गर्छौँ। इलामको चिसो हावासँगै हाम्रो यात्रा अगाडि बढ्छ फिक्कलतर्फ। त्यहाँ टक्क उभिएर हामी फिक्कल बजारको अवलोकन गर्छौँ अनि यात्रा अघि बढ्छ हाम्रो नेपाल र भारतको सिमाना पशुपति नगरतर्फ। इलामको अत्यन्त रमणीय चियाबारी, चिया बगानलाई हामी अवलोकन गर्दै चिसो मौसममा हाम्रो यात्रा हामीलाई कौतूहलता हुँदै नेपाल र भारतको सिमाना पशुपति नगर कस्तो होला भन्ने कौतूहलताका साथ हाम्रो यात्रा अघि बढिरहन्छ। हामी पशुपति नगर पुग्यौँ अनि मिरिकको अर्को गाडी समायौँ। हाम्रो यात्रा मिरिकतिरको। पशुपति नगरदेखि करिब 1 घण्टा 30 मिनटमा हामी मिरिक बजार पुग्छौँ। हावा उस्तै, पानी उस्तै, भाषा उस्तै, तर देश फरक। यहाँका मानिसहरू बौद्ध धर्म मान्दा रहेछन्। त्यसैले त हामीलाई ताप्लेजुङ बजार जस्तै महसुस भयो। हामी त्यहाँ पुगेर क्लिक्क सामूहिक फोटो खिच्ने सल्लाह गर्यौँ। आहा, पछाडि फर्केर हेर्दा मिरिक झिल। हामी हिँड्दै हिँड्दै मिरिक झिललाई परिक्रमा गर्यौँ। त्यस रात हामी मिरिक झिल नजिकैको पार्क होटलमा बस्यौँ। बिहान सबेरै उठेर हाम्रो यात्रा दार्जिलिङतर्फ अघि बढ्यो। परेवाहरूले हामीलाई बिदा गरेको महसुस गर्यौँ। बिहानको यात्रा हाम्रो दार्जिलिङसम्मको। यात्राको क्रममा हामीले कयौँ मनोरम दृश्यहरू अवलोकन गर्यौँ। बाटैमा पर्ने त्यहाँको बतासे डाँडामा टक्क रोकियौँ। त्यो बतासे डाँडाबाट नेपालको विभिन्न भूभागहरू देखिँदो रहेछ। त्यहाँ उभिएर हामीले हेऱ्यौँ। यो सिमाना क्षेत्र हो। यो सिमाना क्षेत्रबाट देखिने नेपालको सुन्दर बजार। यहाँ हामीले केही बेर विश्राम गर्ने निधो गर्यौँ। फेरि हाम्रो यात्रा अगाडि बढ्छ। केही समयको यात्रापछि हाम्रो गन्तव्य दार्जिलिङमा हामी पुग्छौँ।
र अवलोकन गर्छौं। पर्यटकको चापले होला दार्जिलिङ व्यस्त देखियो। अहिले हामी दार्जिलिङ आइपुगेका छौं। साथीहरु हुनुहुन्छ? ड्रेस लाउनेहरूलाई ड्रेस पनि लाउँदा पनि ₹50 को ड्रेस। हेलो मित्रहरू, ₹50 को ड्रेस लाउने हो? अब चाहिने हैन यो कोपिला दिदी ₹50 को ड्रेस लाउने हो? नलाउने हो। मेरो त कम्ती महँगोको छैन। तुलसा बाह्र घुम्नु हिँड्नु टेन्सन नै बेलामा चाहिँ पहिला भान्डो गरौँ। यो कुन नम्बर है? बतासे ल्याउदै ल्यायो माया आयो। तोडेको चाहिँ ₹1000 लिन्छ आइस 2 घण्टा ए ट्रेन हो यहाँ मैले देखेको छु। ओहो ट्रेन है साथीहरु। हेलो, अहिले हामी दार्जिलिङको बतासीमा यो अत्यन्त रमणीय स्थानमा छौं। हामी दार्जिलिङ हिलमा जाँदैछौँ। अहिले हामी गइराखेको छौँ। साथीहरु हुनुहुन्छ तल जगी राजकुमार बबिता दिदी। खाना मुखमा खाने। त्यहाँ हामीले नेपाली भाषी गाइने दाजुहरूलाई भेट्यौं र एकछिन रोकिएर हामीले सुन्यौं। दार्जिलिङको अत्यन्त व्यस्त सहरलाई हामी अवलोकन गर्दै हिँड्यौं। केही साथीहरू अगाडि केही साथीहरू पछाडि गर्दै यो नेपाली भाषीहरूको सहर दार्जिलिङ अत्यन्त सुन्दर सहरलाई हामीले हेर्दै अवलोकन गर्दै हिँड्यौं। हेलो
साथीहरु फोटो यो ब्लग बनिरहेको छ यो कुन ठाउँ रे सर भन्दिनु त चौरस्ता जाने बाटो चौरस्तै भनौँ न यो चौरस्ता है चौरस्ता कस्तो रमाइलो चौरस्ता है यहाँ फोटो खिच्न सक्नुहुनेछ यहाँ लिम्बुनी बजु आहो बजु हेलो ए ल पर्दैन हेलो गाइजहरु यस्तो रमाइलो ठाउँ हेर्नुहोस् हामी नेपालीहरू नेपालको प्रचार प्रसार गर्दै नेपालको पाथिभरा बहुमुखी क्याम्पसका विद्यार्थीहरू एकदमसँगले चाहिँ नि रमाइलोका साथ यहाँ फोटो यहीँनिर हाम्रो बिहानको खाना खाने निदो हुन्छ खाना खाएर हाम्रो यात्रा फेरि मिरिकतर्फ मिरिक जाने बाटै नजिक 26 पातलमा पुग्छौं र 26 पातलको अत्यन्त रमणीय ठाउँको अवलोकन गर्छौं अहिले हामी इलामको 26 भन्ने ठाउँमा छौं 26 भन्ने ठाउँमा छौं साथीहरु यता हुनुहुन्छ हाम्रो सोच ताप्लेजुबाट आउनुभएका साथीहरु हुनुहुन्छ अब केही पर नवराज सरले दामी गीत गाउँदै हुनुहुन्छ बल्छीको माछी सरी अल्झिएर बसे पनि बल्छीको माछी सरी त्यहाँ केही बेर नाच्यौं अनि हामीसँगै हिँडेको बिसन दाजुसँग केही भलाकुसारी गर्यौं राई है म मिरिक निवासी हो र अब यसको छोटकरीमा एउटा परिस्थिति भने चाहिँ अब यो जुन अहिले म छु यो चाहिँ अब सूर्योदय नगरपालिका है इलाम जिल्ला अन्तर्गत पर्ने सूर्योदय नगरपालिका अन्तर्गत पर्ने वडा नम्बर 4 मा पर्छ यसलाई चाहिँ गुफा पातल पनि भनिन्छ 26 पनि भन्छ प्रायले चाहिँ 26 भन्छ वास्तविकमा यो जग्गाको नाम चाहिँ गुफा पातल हो यो क्षेत्र चाहिँ एकदमै सुन्दर अब यो एउटा डाँडा यहाँ वाच टावर छ जसले चाहिँ यहाँबाट सूर्योदय भएको ठाउँ देखिन सकिन्छ है यहाँबाट हामीले कञ्चनजङ्घाको क्लियर देख्न सक्छौँ यहाँबाट हामीले तराईको फाँटहरू देख्छौँ चाहे भारतपट्टिको चाहे नेपालपट्टिको फाँटहरू तराईहरू हामीले काँकरी बिन्दाहरू देख्न सक्छौँ साथसाथै यहाँनिर यो मौसमी फुलहरू है फुलिरहने जस्तै अहिले फुलिरहेको छ फुलहरू है 26 गुफा पातललाई छोड्न मन नलागी हामी हाम्रो यात्रा मिरिकतिर अगाडि बढ्छ हामी मिरिकको हेलिप्याडमा पुग्छौं हेलो अहिले हामी मिरिकको हेलिप्याडमा छौं यहाँ हामी नेपालीहरूको लिम्बूहरूको कल्चर धान्नज कार्यक्रम प्रस्तुत गर्न गइरहेका छौं साथीहरु हुनुहुन्छ
रुखमा छ ओए ल ल साँझमा मिरिकमा खाना खाएर हामी सबैजना यही ठाउँमा आराम गर्छौँ। रातको समयमा यहाँको बजारलाई अवलोकन गऱ्यौँ र नेपालको बजारसँग तुलना गऱ्यौँ। नेपालको बजारमा होटल बजार हुँदी रक्सीहरू खुल्लै राखिएको हुन्छ, तर यहाँ रक्सीहरू राख्न मनाइ गरिएको रहेछ। बिहान सबेरै उठेर यहाँको बुधबारे हटिया अवलोकन गर्न गयौँ। र त्यहाँको बिहानै स्थानीय सांसद अरुण सिंहसँग भेट्ने कार्यक्रम रहेको थियो र भेटघाट गऱ्यौँ। उहाँहरूसँग धेरै भलाकुसारी गऱ्यौँ। उहाँले मुसु मुसु हाँस्दै भन्नुभयो, नेपालको पाथिभरा मन्दिरमा धेरै पटक पुगेको छु र मलाई नेपाल साह्रै मनपर्छ। त्यहाँबाट मिरिकलाई बिदा गर्दै हाम्रो यात्रा श्रीअन्तुसम्म। हामी मिरिक र दार्जिलिङको भ्रमण पछाडि इलामको श्रीअन्तुमा भोलि बिहानको सनराइज हेर्नको निमित्त उपस्थित भएका छौँ। हामी अन्तु हिल कटेजमा आइपुगेका छौँ। सायद हाम्रो आजको बास यही होमस्टेतिर हुन्छ भन्ने लागिसकेको छ। हाम्रो यही नै बसेको पनि रहेछ। हामीले साँझमा सबैजना भेला भएर यात्राको समीक्षा गऱ्यौँ। मिरिक र दार्जिलिङको भ्रमणको विषयमा समीक्षा गऱ्यौँ र भोलिको यात्रा तयको विषयमा छलफल गऱ्यौँ। सबैले आफ्नो ठाउँबाट आफ्नो राय राख्नुभयो र केही समय हाम्रो थकानलाई मेटाउँदै हामी केही समय रमझम गऱ्यौँ र खानपिन खायौँ अनि त्यही साँझ हामी आराम गऱ्यौँ। बिहान सबेरै उठेर हामी श्रीअन्तु डाँडातर्फ अगाडि बढ्यौँ र त्यहाँको मनोरम दृश्यलाई अवलोकन गऱ्यौँ। दुःखको कुरो ढुम्म भएर हामीले बिहानको झुल्के घामलाई हेर्न सकेनौँ। केही थान फोटो खिचेर हामी फर्कियौँ अनि हामी हाम्रो गन्तव्य ताप्लेजुङ जिल्लातर्फ अगाडि बढ्ने निधो गऱ्यौँ। हामीले केही फोटो खिच्दै केही मिठा कुरा गर्दै हामी आफ्नो गन्तव्यतिर अगाडि बढ्यौँ। साँझमा हामी ताप्लेजुङको फुङलिङ बजारमा आइपुग्यौँ।